च्याउ आयो च्याउ आयो च्याउ आयो कहाँ आयो भन्दाखेरि डौलिया किचनमा च्याउ आयो। आज चाहिँ च्याउको तरकारी बन्दैछ हाम्रो भान्सामा है। हजुरहरूको भान्सामा चाहिँ के बन्यो? हाम्रो भान्सामा चाहिँ च्याउ र आलुको तरकारी बन्दैछ। टक्क केलायो अरे यसलाई फेरि तातो पानीले सरर पखालेपछि ठिक हुन्छ क्या। तातो पानी तताउँदैछु अनि तातो पानी तातिसकेपछि सरर राखिदिएँ अनि तातो पानीले ढडाएपछि अनि खलखली चिसो पानीले पखाल्ने बानी छ क्या फेरि मेरो। अनि यता आलु फ्राई गर्दैछु। नुन बेसार मरमसला पर्यापुर गरिसकेपछि अनि च्याउ राखिदिने। अनि च्याउलाई पनि पर्यापुर गराएर ढपक्क ढाक्दै चलाउँदै गरिसकेपछि अनि यसलाई फेरि टमाटर मिठो हुन्छ क्या। टमाटर फेरि मेरो तरिका उयो पिँदामा तरकारी खोताल खुतुल गरेर पिँदामा राख्दै ढपक्क ढाक्दिएपछि लतक्क हुन्छ। यो लङ सुकुमेलको पेस्ट चाहिँ अनि लास्टमा राख्छु क्या मैले। थोरै राखिदिएपछि अनि मङ्ग बास्ना आउँछ लास्टमा। सुरुमा राखेपछि त हराउँछ क्या, बास्नै आउँदैन। मेरो चाहिँ लास्टमा राख्ने बानी छ क्या, मासुमा च्याउमा जुनसुकै कुरामा पनि एकदम मिठो हुन्छ क्या च्याउ। आज चाहिँ हाम्रो भान्सामा ल हेर्नु यस्तो तरकारी बनेको छ। हजुरहरूकोमा चाहिँ के बन्यो कमेन्ट गर्नु होला।